2000 भाइ त्यो पनि एकै दिन हे एकै दिनमा 2000 1000 तँलाई 1000 मलाई के रे तिमी गइहाल त तिमी गइहाल घर जाऊ भने सुने न एउटा कुरा गर्ने आछ घर जा भन्छ केमा चित्त बुझेन भन्छ ए लगानी गर्ने चाहिँ म सबै पैसा चाहिँ मैले हाल्ने अनि फाइदा चाहिँ आधी आधी गर्दिन म के गरेर मिलाउने त्यसलाई त भन्न त सहमतिमा आउनु परेन उहाँ सहमति नहुँदाखेरि देशलाई कत्रो घाटा भयो भन्छ नि उहाँ मान्छेले अब त्यस्तै हाम्रो नि घरलाई घाटा होला नि त ल के अनि तै भन्ला एउटा कुरामा सहमति हुन्छु 2000 फाइदा भयो भने मलाई 1500 तिमीलाई 500 अनि मात्रै गर्छु ए 500 यो खसी काटेर पैसा कमाउने भन्ने जुक्ति मेरो हो मेरो आइडिया हो ल अब म घर हिँड्ने बस म 1200 लिउँला तिमीलाई 800 दिन्छु हुन्छ 800 ल ठिक छ ल केटोले काम गरे ल खसी खोज्नु जाऊ साँच्चै खसी मलाई